मलाई यसरी यस्तो खान मन लाग्थ्यो नेपाल आएर मलाई यसरी यस्तो खान मन लाग्थ्यो चट्ट कागतीलाई यसरी निचोरेर तरकारीमा हालेर अनि दालमा पनि यसरी निचोरेर हालेर घरमै फलेको कागती हो साथीहरु म कागतीको बोट देखाउँछु तपाईहरुलाई एक दिन बस्नु न यति धेरै फलेछ कि कागती अन्डा पनि छ ल साथीहरु हो म त्यस्तो खाना हतार भइसक्यो खाइ ल फर्स्ट बाइट बिग बाइट कस्तो मिठो भएको